हात पहिला चल्न सक्दैन थियो अहिले पहिला त कहाँ सक्नु अब यो तेर्सो गर्न पनि सक्नु थिएन अहिले चाहिँ जे होस् हल्का भयो साँच्चीकै भन्नुभएको नि दाइ तपाईँले साँच्चै मैले क्लियर कटली हो यो अब किन उ गर्नु ढाट्ने कुरो त आउँदैन नि यो जोड्नेहरू पनि यो सुन्छ नि यो दुखेको चाहिँ एकदम ठिक हुन्छ यसले मनैदेखि भन्नुभएको कुरा मैले त मनैदेखि नै खुसीले मैले चाहिँ फेरि पनि मगाएको छु ल सोम दाई हुनुहुन्छ उहाँकै कारणले गर्दाखेरि यो डाँडाको नाम सोम डाँडा भएको भन्ने कुराहरू छ र दाइले 2 महिना अगाडि तेल लगाइसक्नु भएको छ दाइको हातमा समस्या थियो र अहिले फेरि एउटा अर्डर गर्नुभएको छ सोम दाइसँग कुराकानी गर्नेछौँ कस्तो भइरहेको छ के छ सोम दाइ नमस्कार नमस्ते तपाईँकै नामबाट यो डाँडा बन्यो है हजुर मेरो नामबाट अहिले डाँडा बने दाइको के समस्या हो ठ्याक्कै मेरो चाहिँ पहिला चाहिँ यो 2 महिना अगाडि चाहिँ यो माथि कौसीमा चाहिँ लडेर चाहिँ यो हात फ्र्याक्चर भएको थियो हजुर अनि त्यसपछि अलिकति मलाई गाह्रो महसुस भयो मैले अनि फेसबुकमा चाहिँ यसो हेरेको यो योग तेल चाहिँ देखेँ मैले चाहिँ एडभर्टाइजमा त्यसपछि मैले तुरुन्तै फोन गरेँ हात प्लास्टर गरिसकेपछि काटिसकेपछि तपाईँको प्लास्टर निकालिसकेपछि पनि हात यो अलिकति सुन्निने दुख्ने भइरहेको थियो त्यसपछि फेसबुकमा देख्नुभयो देखेँ अनि त्यसपछि मैले यो तुरुन्तै फोन गरेर चाहिँ अनि मगाइहालेँ मैले अनि एउटा बट्टा सक्नुभयो अब सक्यो कस्तो छ अहिले दाइको यो त्रियोग लाउनुभन्दा अगाडि र लगाइसकेपछि हातहरू अलि राम्रो अहिले राम्रो छ यो जोड्नेहरू पनि यो सुन्छ नि यो दुखेको चाहिँ एकदम ठिक हुन्छ यसले हात पहिला चल्न सक्दैन थियो अहिले पहिला त कहाँ सक्नु अब यो तेर्सो गर्न पनि सक्नु थिएन अहिले चाहिँ जे होस् हल्का भयो साँच्चीकै भन्नुभएको नि दाइ तपाईँले साँच्चै मैले क्लियर कटली हो यो अब किन उ गर्नु ढाट्ने कुरो त आउँदैन नि मैले चाहिँ यो चाहिँ एकदम तपाईँको यो त्रियोग मालिस तेल हामीले डेलिभरी पनि गरिदिएका छौँ तपाईँ जस्तै दाइ अब तपाईँ जस्तै समस्या अरूको पनि हुनसक्छ होइन के छ उहाँहरूलाई के भन्न चाहनुहुन्छ उहाँहरूलाई चाहिँ यो हात खुट्टा दुखेको नसाहरू चाहिँ दुखेको चाहिँ यसले चाहिँ त्रियोग तेलले चाहिँ एकदम राम्रो गर्छ है साथीहरू अब लिँदाखेरि केही फरक पर्दैन मलाई चाहिँ यो तेलले चाहिँ खुसी छु आज पनि मैले एउटा फेरि मगाएको छु हुन्छ हस् सोम दाइ एकदम धेरै धेरै धन्यवाद त्रियोग मालिस तेल अहिले हामीले घर घरमा पुर्याइरहेका छौँ र जसले प्रयोग गर्नुभएको छ ग्राहकहरूको जस्ताको त्यस्तै हामीले रिभ्यू पनि लिएर हिँडिरहेका छौँ।